नेपाली क्रिकेटले आज इतिहासमा एउटा नयाँ अध्याय रच्दैछ, जहाँ दुवैको साझा क्रिकेट ग्राउन्डमा पहिलोचोटि कुनै टेस्ट राष्ट्रसँग T20 सिरिज खेल्दैछ। हामी कुरा गर्दैछौँ वेस्ट इन्डिज र नेपाल बीचको आजदेखि सुरु हुने T20 म्याचको। नेपालको क्रिकेट इतिहास उथलपुथल हुँदै विभिन्न अवरोधबाट गुज्रिरहन्छ, तर अब नेपालले इतिहास रच्दैछ। तर पहिलोचोटि कुनै टेस्ट नेसनसँग, त्यो पनि 2 पटकको T20 वर्ल्ड कप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। आजको म्याच नेपालको इतिहासमा एउटा छुट्टै पहिचान हुनेछ र छुट्टै तरिकाले लेखिनेछ। यदि कुनै पनि नेसनललाई, एसोसिएट नेसनलाई टेस्ट राष्ट्र बन्न पनि एउटा टेस्ट नेसनलाई हराएको हुनुपर्नेछ, त्यो चाहे ओडिआई होस् चाहे त्यो T20 मा होस्। आजको खेल जुन नेपालले खेल्नेछ त्यो ऐतिहासिक हुनेछ। झन् यो T20 सिरिजमा नेपालले कुनै पनि खेल जित्न नेपालका लागि, अबको भविष्यका लागि र नेपाली क्रिकेटको इतिहासका लागि एकदमै ठूलो आवश्यकता हुनेछ। यो सिरिजले नेपालको ऐतिहासिक अवस्था र नेपालको भावी, नेपालको जुन क्रिकेटिङ नेसन हुने एउटा होप छ, एसोसिएटबाट एउटा टेस्ट नेसनको जुन लक्ष्य छ, त्यसको लागि पनि चिर्नका लागि आजको बाट सुरु हुने यो सिरिज एकदमै ठूलो रोल खेल्नेछ। नेपालको क्रिकेटिङ इतिहासमा, नेपालको क्रिकेटका विभिन्न अध्यायहरूमा आजको दिनबाट सुरु हुने T20 सिरिजले पनि एउटा छुट्टै पहिचान लिनेछ। यो सिरिज नेपालको वर्ल्ड कप क्वालिफायर प्रिपरेसनका लागि र वर्ल्ड कप क्वालिफायरका लागि पनि एकदमै महत्त्वपूर्ण हुनेछ। यो सिरिज लगत्तै नेपाल आफ्नो T20 क्वालिफायर हुनका लागि ओमान जानेछ, जहाँ ग्रुप स्टेजमा कुवेत र जापानसँग खेल्नेछ, जुन नेपालका लागि सहजै प्रतिद्वन्दी मान्न सकिन्छ। त्यसपछि जब लिग स्टेजमा ती 2 टिमलाई जितिसकेपछि सुपर 6 हुनेछ। सुपर 6 मा चाहिँ नेपालले निकै मेहनत गर्नुपर्नेछ, र जहाँ ओमान, युएई र जस्ता एसियन जुन पछिल्लो समय एसोसिएटेड टप कन्ट्रीहरू छन् एसियामा, उनीहरूसँग प्रतिस्पर्धा हुनेछ। 9वटा टिम ग्रुप स्टेजमा खेल्नेछन्, जसलाई 3 ग्रुपमा विभाजन गरेको छ। नेपाल ग्रुप बी मा छ। यो सिरिज नेपालका लागि र नेपालको क्रिकेटिङ इतिहासमा एउटा छुट्टै अध्याय लेख्दैछ र नेपालको भावी भविष्य र 2026 को वर्ल्ड कपको लागि पनि एउटा खाका कोर्दैछ। नेपालको पर्फर्मेन्स कस्तो होला, नेपालले यो सिरिज कस्तो खेल्नेछ र जित्नेछ या हार्नेछ, त्यो पनि हेर्न बाँकी नै छ। तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ यो T20 सिरिज, जुन टप एउटा युनिटीको रूपमा र युनिटी सिरिजको रूपमा पनि लिएको छ र युनिटी ट्रफी भनेर नाम दिएको छ। तपाईहरुलाई के लाग्छ, नेपालले यो सिरिज कस्तो खेल्छ? के नेपालले इतिहास रच्न सक्छ र टेस्ट नेसनलाई हराउन सक्छ? तपाईको विचार के छ? के वेस्ट इन्डिजसँग नेपालले जित्न सक्छ? केही अघिल्लो वर्ष यही टिमसँगका खेलाडीहरू वेस्ट इन्डिज ए भनेर टिममा खेलेका थिए, त्यतिखेर नेपालले सिरिज जितेको थियो। यदि यो सिरिज नेपालले जित्ने हो र नेपालले आफ्नो ऐतिहासिक टेस्ट नेसनलाई हराउने सपना पूरा गर्ने हो र ओडिआई हुँदै अब टेस्ट राष्ट्रको बाटोतिर जाने भने यो सिरिज जित्न र एटलिस्ट 1 वा 2 खेल जित्न एकदमै आवश्यकता छ। किनभने आइसिसी को मिनिमम क्राइटेरियाभित्र पर्न र 2027 पछिको वर्ल्ड कप पछि एउटा टेस्ट नेसन थपिनेछ, जसमा नेपालको नाम पनि थपिने एकदमै आवश्यकता छ। तपाईहरुले के लाग्छ, नेपालको यो सिरिज कस्तो हुनेछ र नेपालको वर्ल्ड कप क्वालिफायरसम्म यो प्रिपरेसनका रूपमा रहेको यो सिरिजलाई कसरी हेर्नु भएको छ र आजको म्याचलाई तपाईले कसरी लिनु भएको छ र आजको म्याच कस्तो हुनेछ, आजको प्लेइङ लेभल के हुनेछ? आफ्नो विचार र आफ्नो प्लेइङ लेभल कमेन्टमा राख्न नबिर्सनु होला। धन्यवाद।